नमस्कार आदरणीय दर्शक महानुभावहरू, हाम्रो च्यानलमा शिव सरलाई स्वागत छ। कहाँ शिव सर भनिदिनु भएको कि अहिले त शक्ति सर भनिदिनु नि। हेर्नु न गेटअप शिव सरको हो त हो, गेटअप शक्ति सरको हो नि त। शक्ति सर शिव सरलाई होइन 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 शक्ति नै नभन्नु होला, म शिव नै हो। नमस्कार, म शिव श्रेष्ठ र मैले चाहिँ यो शक्ति भन्ने क्यारेक्टर चाहिँ अघि यसो सर्ट मुभीको लागि के कस्तो हुन्छ भनेर यसो गरेको, त्यही भएर उहाँलाई हल्का दिएको। ल सुरु गरौँ। दिनुभयो होइन, म झसँगै डरै लाग्यो मलाई शिव सरलाई बोलाएको। शक्ति भनेपछि त आम्मा हो भयो होइन। तपाईँलाई स्वागत छ। हामी लगभग एक वर्षको अन्तरालमा भेटघाट भएको छ। हामी साथी 1 वर्ष त होइन 12 महिना जति होला हौ। 12 महिना होइन, 12 महिना जतिमा हाम्रो भेटघाट भएको छ। यो 12 महिना चाहिँ नभेट्दाखेरि होइन कस्तो भयो होइन, तपाईँको मनमा कस्तो भयो, के आयो होइन, मनले के रिएक्सन गर्यो? त्यो मेन कुरो त नभेट्दाखेरि कस्तो भेटै नभएको जस्तो हुँदैन। तर त्यो रमाइलो पक्ष भयो। र नरमाइलो पक्षमा चाहिँ के हुँदो रहेछ भने सधैँभरि भेटघाट भइरहने, कुराकानी भइराख्ने, अब हाँसी मजाक गरिरहँदाखेरि यो अनुहार र यो अनुहार चाहिँ यही नजिकै देखादेख, अनि यो बोलीले त्यो बोलीसम्म यहीँबाट बोलचाल गरिराख्दाखेरि चाहिँ त्यो बिचमा केही समय अन्तर हार्नु भएको जिब्रो लटपटिन्छ। केही समयको अन्तरमा चाहिँ ओहो के नभएको नै भएको, फेरि नै भएको, फेरि लटपट्यो। त्यस्तो हुँदो रहेछ। र खल्लो नुनवाला तरकारी जस्तो भनौँ न होइन। अनि तपाईँले 1 वर्षसम्म चाहिँ अब केमा काम गर्दै हुनुहुन्छ, कुन सिरियल गर्नुभयो? हामी एउटै क्षेत्रमा रहेर पनि भेटघाट हुन नसकेपछि हामी अन्तर्वार्ता दिनै आइसक्यौँ होइन। यस्तो अवस्था पनि आउँदो रहेछ। अब यो हाम्रो भेटघाट चाहिँ के भयो भने हामी दुवैजना भेटघाट गर्नु नपाएको आफ्नो कामको व्यस्तताले। अनि हामी गुनासो किन गर्ने त? अब 1 वर्ष भेट भएन, हामी 1 वर्षको गुनासो दर्शकमा चाहिँ पोखौँ न। हाम्रो 1 वर्ष भेट भएन भनेर भनौँ भनेर हाम्रो चाहिँ यो एकदम दर्शक गुनासो क्या, आफ्नो गुनासो होइन, दर्शक गुनासो हो यो। ल ठिक छ। त्यो अघि भन्नुहुँदै थियो यो 1 वर्षको अन्तरालमा चाहिँ अब त्यही हो, हामी यही क्षेत्रमा लागिरहेछौँ। यही क्षेत्र भन्नाले उहाँहरूलाई थाहा नहुनसक्छ, चलचित्र क्षेत्र। हामी चलचित्र क्षेत्रमा पनि फेरि तल्लो सिरियलहरूमा काम गर्छौँ। र सिरियलमा चाहिँ हामी त्यही हो, आफ्नो क्षेत्रमा लागिरहेछौँ, आफ्नो कामहरू भइरहेछ। अब बिचमा सिरियलहरू नै गरिरहेछौँ, त्यही नै हो। अनि तपाईँले कुन सिरियल गर्नुभयो यो बिचमा चाहिँ? के अरे अब यो हुन्छ नि 1 वर्षको अन्तरालमा अब हामी सँगै काम गर्थ्यौँ। हामी ख्यालठट्टा सिरियल सुरुवाती गर्दाखेरि हामी सँगै थियौँ। अनि त्योभन्दा अगाडि पनि अत्तिबो सिरियलमा पनि हामी सँगै थियौँ। मिडिया एपको कामहरू जुनसुकैमा पनि हामी सँगसँगै काम गरिरहेका थियौँ। त्यो अन्तरालमा चाहिँ खुब रमाइलो भइरहेको थियो। हामी काम नभएको बेला चाहिँ यतै आउने होइन। यो अहिले देखिरहनु भएको छ, यो पछाडि अब अगाडि त तपाईँहरूले देख्नु सक्नुहुन्न। जुन देखिरहनु भएको पछाडिको दृश्य छ नि, यो चाहिँ पशुपतिको जङ्गलको दृश्य हो। र हाम्रो जक्सनै यही हो कि टक्कसँगले हेलो ल फलान ठाउँ भने आयो। यहाँ आएर चाहिँ हामीले के गर्ने भने टक्कसँगले कमेडी भिडियो हुन्छ कि सेन्टिमेन्टल भिडियो हुन्छ कि अब रिल्सको लागि हुन्छ कि, अनि त्यस पछाडि त्यो हुन्छ नि सर्ट डायलग हुन्छ कि सर्ट मुभी हुन्छ कि, त्यो बनाउने हाम्रो यो जक्सन हो। र यसरी नै बनाउँथ्यौँ र जसरी हामी बनाउँथ्यौँ त्यसरी नै भेटौँ न भनेर हामी भेट्यौँ। रमाइलो भइरहेछ होइन। हामीले कहिले पनि सानो कुरालाई चाहिँ यो सानो हो है भनेर नहेर्ने भएको कारणले गर्दाखेरि उहाँ पनि डाइरेक्सनको पाटोमा अगाडि हुनुहुन्छ। उहाँ मेरो एकदमै मित्र, मेरो आफ्नो दाजुभाइ जस्तै मैले उहाँलाई मान्छु। अनि त्यो कारणले गर्दाखेरि हामी भेट भइरहन्थ्यो 1 वर्षसम्म। अब फोनमा कहिलेकाहीँ कुरा हुने, सर कता यताउता हामी भनेर बसिरहेको हुन्थ्यो होइन। अब अहिले चाहिँ भेट्न पाउँदा चाहिँ मलाई एकदमै भित्रैदेखि खुसी पनि अत्याधिक खुसी भएको छु। तपाईँले त भित्रैदेखि रहेछ, म त पुरै बाहिरैदेखि खुसी उर्लिएर एकदम थामी नसक्नुको छ। यसलाई चाहिँ सम्हाल्नु कसरी? यो अन्तरालमा कतिवटा सिरियल गर्दै हुनुहुन्छ हजुरले? डाइरेक्सनको पाटोमा धेरै राम्रो लाग्छ मलाई चाहिँ होइन, दर्शक महानुभावहरूलाई पनि राम्रो लाग्छ भन्ने आशा गरेका छौँ। अनि कतिवटा सिरियल गर्नुभएको छ यो बिचमा? अब सिरियल त अब गन्तीको हिसाबमा चाहिँ भन्नैपर्छ र भन्तीको हिसाबमा चाहिँ भन्नैपर्छ होइन। र गन्तीमा नजाऊँ, मैले बिचमा गरिराखेकोमा चाहिँ अहिले तपाईँसँग छुटिएपछि हामी जुन भेट्नु पाएन, व्यस्त हुनुको कारण मैले अजम्बरी सिरियल गरेँ। अजम्बरी सिरियल गर्दाखेरि अनि त्यस पछाडि फेरि गर्दै लगत्तै गोठालो र सौतेनीयामा गरेँ। अनि त्यहाँ बिचमा गरेको अरू त छँदैछ र निरन्तर भइरहेको अहिले सौतेनीयामा गोठालो छ। गोठालो सिरियलमा तपाईँहरूले देख्नुभएको छ कि छैन? देख्नुभएको छ भने र देख्नुभएको छैन भने चाहिँ म विकल्प शिव श्रेष्ठ। अहिले विकल्पको डायलग जाओस् न त, 1-2 शब्द होइन।
कस्तो गर्छ विकल्पले? हजुरहरूलाई विकल्पको डाइलेक्ट सुनाउन गइरहेको छु। गोठालो सिरियल पनि हेरिदिनु होला। हामी गोठालो हो त्यो हामीलाई थाहा छ, तर हामी गोठालो कहिलेसम्म गोठालै रहिरहने हो? काजी खानदानको दासत्वमा कहिलेसम्म रहने? हाम्रो पनि त हाम्रो आफ्नो जिन्दगी हुन्छ, आफ्नो अधिकार हुन्छ। के हामीले हाम्रो अधिकार पाउन नपाउने? हामीलाई जसरी हुन्छ हाम्रो अधिकार चाहियो। हामी हाम्रो अधिकार मागेर पाउँदैनौँ भने खोसेर पनि लिन जानेको छौँ। ल धन्यवाद, धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो मित्र आदरणीय शिव श्रेष्ठ। हजुरले चालेका हरेक पाइलामा अगाडि बढेको देख्न पाऊँ र साथ सपोर्ट मैले पनि पाऊँ भन्ने आशा गरेको छु। हो नि, हामी एकअर्कालाई साथ सपोर्ट गर्नकै लागि यसरी आएका छौँ, जमघट भएका छौँ र हामीले आफ्नो ठाउँमा आफूले काम गरि नै रहेका छौँ। र त्यसकारण अब हाम्रो साथ सपोर्ट भनेको त्यही त हो, आफूले सकेको सहयोग गर्ने हो। र अब हामी आयौँ, भेटघाट भयौँ र मैले अघि सर्ट मुभी बनाएँ। सर्ट मुभीको लागि उहाँले तपाईँले नै खिचिदिनु भयो। टक्क क्यामेराम्यान सबिन घिमिरे भनेर टक्क आइहाल्छ। र त्यस पछाडि अब मैले गर्ने सहयोग तपाईँलाई भन्नु सकेको छ त म गरि नै हाल्छु। छ नि, आजको दिनमा जाँदा जाँदै अन्तिममा हाम्रो ऋषि धमला आउनु भयो। अब अन्तिममा के भन्न चाहनुहुन्छ बताइदिनुहोस्। अब ऋषि धमलाजी नै आउनु भएपछि त झन् अब सतर्क भइहाल्नु पऱ्यो होइन? त्यसकारण अब सतर्क भएर म लत्रक दर्शन छ नि, आजको दिनमा अन्तिममा चाहिँ दर्शक महानुभावलाई के भन्न चाहनुहुन्छ? अन्तिममा हामी चलचित्र क्षेत्रमा काम गरिरहेका छौँ। चलचित्र क्षेत्रलाई एकदम हजुरहरूले माथि लानको लागि र अझै यसलाई निरन्तरता दिनको लागि र यसको विकास हुनको लागि मेन कुरा त हजुरहरूले चलचित्रलाई र सिरियललाई माया गरिदिनु पऱ्यो र हेरिदिनु पऱ्यो। तपाईँहरूले जति चलचित्र हामीले बनाउँछौँ, जति सिरियलहरू निर्माण गर्छौँ, त्यति नै हेरिदिनु भयो भने हामी बनाउने मेकरहरूलाई चाहिँ त्यति नै उत्साह जागर, अरू बनाम अझ बनाम भन्ने प्रोत्साहन जाग्छ। त्यस कारणले हाम्रो सिरियलहरूलाई एकदमै धेरै माया गरिदिनु होला, हेरिदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल हाम्रो च्यानल हेरेर बसिरहनुभएका भगवान रूपी दर्शक महानुभावहरूलाई यो च्यानललाई पनि लाइक, सेयर, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। अनि कहाँदेखि हेर्दै हुनुहुन्छ मिठो छोटो कमेन्ट गरिदिनु होला भन्दै हामी बिदा हुन चाहन्छौँ। हस्त, नमस्कार। नमस्कार। पहिलो एक वर्ष पछि अब कसले यो रोललाई चाहिँ अफ गर्छ? अनि तपाईँलाई जाँदा जाँदै यो कुरा थाहा छैन होला, हामी दुवैजना यहीँ फ्रेममा भएपछि क्यामेरा स्ट्यान्डमा छ। अब रोल पनि यो औँलाले गर्ने, अब कट चाहिँ अब तपाईँले गर्ने। ल हामी रोल कट मिलाएर